भ्रष्टाचारीलाई कारबाही गर्ने नै भन्ने मुख्य माग हो नि त तपाईँहरूको। खै त्यो सुरुवात भएको अहिले गर्न नसकिएला, सुरुवात त गर्न सकिन्छ। जो ठुला भ्रष्टाचारी हुन् त्यसका जुनदेखि ठुल्ठुला काण्ड हुन् त्यो प्रक्रिया सुरु गर्न त सकिन्छ हो, त्यसमा तपाईँहरूको दबाब हुनु पर्यो। र सँगसँगै अब चुनाव फेरि गर्नुपर्छ, चुनाव गरिनु भने के हुन्छ भने त संविधान त डिरेल हुन्छ। यही पनि आधा गिलास पनि जहाँ घोप्टिन्छ, फेरि कोही चाहिँ घोप्टियो भने लागिन्छन्। फेरि देख्नु भएको छ केही मान्छेहरूले बडा आन्दोलन गर्छु भनेको त्यो तपाईँहरूको समर्थन आन्दोलन होइन, यो आधा गिलासलाई पनि घोप्ट्याउने आन्दोलन हो उनीहरूको। तपाईँले आधा गिलास थप्ने आन्दोलन गरिरहनु भएको छ, त्यसले घोप्ट्याउने आन्दोलनमा सतर्क हुँदै त्यसको निम्ति बेलैमा निर्वाचन गर्न पर्छ। र यो सरकारले तपाईँहरूप्रति जवाफदेही भएर काम गरोस् र केही काम चाहिँ तपाईँले त्यहीँ के सहमति गर्नु पर्यो भनेदेखि एउटा त विदेशमा भएकाहरूले पनि भोट हाल्न पाउने गरी कानुन चाहिँमा व्यवस्थापन गर्नु पर्यो। दोस्रो कुरो चाहिँ जो तपाईँहरू हो जसको बिहा नजिक नल्यायो भने मैले त्यो पनि सम्झाएको थिएँ, तपाईँहरूले चाहिँ आन्दोलन गर्नुभएको छ। अब यस अनुसार त 25 वर्षको हुनुपर्छ तपाईँले उम्मेदवार हुनुको निम्ति भने यसलाई त घटाउनु पऱ्यो नि। विश्वमा मैले फेरि अन्त के रहेछ भन्ने बुझ्दाखेरि अधिकांश देशमा कहीँ 21-18 वर्ष उमेर पनि रहेछ भने हामीले किन नगर्ने? हामीले भोट हाल्ने उमेर र उम्मेदवारको उमेर एउटै बनाउँदा हुन्छ। जब नेपालको नागरिकता 16 वर्षको छ भने उमेर पनि त्यही गरिदिए हुन्छ। ल त्यो अलिकति यो भोट हाल्ने उमेर पनि त्यो गऱ्यो, अहिले त 18 वर्ष भनेछ। त्यो नागरिकताको उमेर र भोट हाल्ने उमेर एउटै 16 वर्ष गरिदिउँ। त्यसपछि उम्मेदवारको हकमा चाहिँ 18-21 अथवा स्थानीय तहमा 18, माथिल्लो तहमा 21 गर्दा पनि हुन्छ। त्यो चाहिँ तुरुन्त गर्नु पर्यो, गर्न सकिने अध्यादेश